मंगलम भगवान विष्णु मंगलम दैवतेभ्यो मंगलम दैवताभ्यो मंगलाय नमो हरि नंदन पूज्य पूजा गर्नुहुन्छ पूजा भगवान त्यसरी रुक्मिणी माताले पूजा गरिरहेको बेलामा भगवान श्रीकृष्ण पनि त्यो अपार भिडलाई पन्छाउँदै आउँदै हुनुहुन्छ। सबै एकछिन बाबु त्यो बाजा चाहिँ बेमौसमी बाजा भयो, बेमा त्यस्तो बजाउँछन् ल। यसरी रुक्मिणी पूजा गर्दै हुनुहुन्थ्यो। भगवान कृष्ण त्यही बेला त्यो भिडलाई पन्छाउँदै आउनुभयो। रुक्मिणीका मनमा चिन्ता छ, भगवान आउने हो कि होइन भनेर यता रुक्मिणीको हात समातेर लिएर जानुभयो। हल्ला भयो, लगो 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 हल्ला भयो। यता शिशुपाल छटपटाइरहेको अवस्था छ। रुक्मिणीलाई यसरी भगवान कृष्णले मन्दिरबाटै लिएर जानुभयो। अब नभाग्नु त भागिहाल्नुभयो। दुईटा कुर्सीको व्यवस्था गरौँ, त्यहाँ एउटा कलशमा जल। अब बाजा बिस्तारै बज्दै गर्छन्। ठिक छ, एकैछिन हुन्दिनु त्यहाँ बाजा। लु त्यहाँ लु बोलाउँ त, नभाग्नु भागिहाल्नु। अब के गर्नु यस्तो राखौँ त दुईतिर, भगवानलाई पिटिन नपारिकन। ल एकछिन बाबु त बाजा एकछिन कम गर्नु त। ल पहिले पुलाउ हरियो अब तपाईँको। अब एकछिन ल बेहुलीले पूजा गर्ने, पहिले बेहुलीले बेहुलाको पूजा गर्ने। एकछिन बाबु त बाजा नबजाउनु त कम गर्नु एकछिन। ल ओम प्रजापतेन त्वदितान्यन्य विश्वारूपाणि परिता बहुव यत्कामस्ते जुहुमस्तन्नस्त्रयं समपकरणम्। ल अब कलश, एउटा कलशको जलले बेहुलीले परिक्रमा गर्ने है। ल हेर बेहुलीकी बहिनी कति मक्ख खै कलश चाहिँ दिएको त। त्यो कलशले यसो जलले परिक्रमा गर्ने, यताबाट दाहिनेतिरबाट परिक्रमा गर्नु। ल यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे पदे सप्ताशा सम्पनिदस्त्रिः शतसमिदः कृताः देवाजननं तन्वारमं पुखं वशम् जेजनेन जनिमा जन्तदेवास्तं। ल हेर जन्ती नाचेको फेरि खुसी भएर बालको बिहे भन्थ्यो भनेको छ। ल अब कलश राख्नु। अब बेहुलालाई यसो पूजा गर्ने फुलले, बेहुलाले पनि बेहुलीलाई पूजा गर्ने। श्री सतै लक्ष्मी सपज्ञा बहुरात्रे पार्श्वेन क्षेत्राणुपशनो व्यात्तमैषाणमैषाणं सलोकमैषाणः। ल अब माला लिएर तयारी रहनु होला। यहाँ हामीले लाउनु भने सिलाउने है, त्यहाँ बज्छ। माला लिएर तयारी अवस्थामा रहनु होला। लिइरहनु, अहिले लाउनु भने सिलाउने। स्वस्ति वाचन गर्ने, होमादि गर्ने ब्राह्मणहरू तयार छौ? बाजा गाजा बजाउनेहरू तयार छौ? सिरोके कविदेहरू तयार छौ? बन्दुकेहरू तयार छौ? कल्स्यौली, माडौली, भार बोक्ने, ढाल तरबार बोक्नेहरू तयार छौ? वर कन्या तयार छौ? लौनाका सम्पूर्ण सामग्रीहरू तयार छन्? उसो भए आजको मिति, महिना, गते, बार, तिथि, नक्षत्र, योग, करण, बेला, मुहूर्त, लग्न, नवंशकमा शुभ लगन बोल्नु त। घडीको बेला ठिक भयो भरे घडी डुब्दा घन्टी बजाउनु, शुभ बेला भयो भन्नु। आजको शुभ लग्नको शुभ नवंशक शुभ बेलामा शुभ लगन भयो। शुभ लगाइदिएन पहिले बेहुलीले। अब बेहुलाले पनि लगाइदिनु, बेहुलाले पनि लगाइदिनु। अब सिक्री ल्याएको छ भने सिक्री लगाइदिनु। औँठी दुईटा कुर्सीमा राखेर सबैजनाले पूजा गर्नु।
दुईटा कुर्सीमा राखौँ त त्यहाँ अनि सबैजना जानु होला यसो पूजा गर्नु अब बजाऊ बाबु त्यतैको बाजाले बजाउनु